आजको दिनको नास्ता टक्क मैले होइन 20 रुपियाँ हरियो साग लिएँ, त्यसपछि एक प्याकेट यही चाउचाउ हालेँ होइन टक्क। अनि फेरि रोटी पनि छ अहिले, यस्तो पिठोको रोटी पनि हालिदियो कि अर्ग्यानिक हो कि गाउँबाट ल्याएको होइन टक्क होइन रोटी हालिदियो होइन। त्यसपछि यसलाई यस्तो भुन्दैछु, यसलाई पानी नबनाउने कि थोरै होइन चट्ट है। यसमा फेरि खुर्सानी पनि छ कि हरियो खुर्सानी छ कि गाउँको डल्ले खुर्सानी भन्छ नि अघि भरे, त्यो पनि छ होइन टक्क है। फाइनली हामीले चाहिँ अहिले चाउचाउसँगै अनि हरियो अहिलेको सिजनमा फलेको टक्क होइन साग हामीले आफ्नै बारीमा फलाएको होइन। त्यसो अहिले हामी फाइनली खाना रेडी भइसकेका छौँ, मिठो भइरह्यो मिठो बिचरा हौ। अनि हाम्रो यो अहिलेको हुनारी वा भोलि मन्त्री होला भनेर के गम कि गम खाइरहेछ। त्यसै हाम्रो बहिनी पनि उता खाइरहेछ, अनि म दाइ यहाँ त छौँ। बेलुका आउँछ है बेलुका।